Hey guys, welcome to my new vlog. र लास्ट ब्लगमा म गएको थिएँ आफ्नो मामाको बिहेमा। लास्टै मजा आएको थियो बिहेमा चाहिँ, गर्मी पनि त्यस्तै भएको थियो। हाम्रो कल्चरमा यस्तो एउटा रिचुअल हुने रहेछ जसमा आमाले एकचोटि बिहे गरेको दोस्रो दिन माइजूलाई माइत लग्नु पर्ने के कम्प्लिटली सुट पनि गरेको थिएँ। सो तपाईँहरूलाई त्यो पनि देखाउँछु। भोलि कलेज हुनाले घर पनि पुगिसके। लेट्स स्टार्ट गाइज। इज्जतै छैन यार। हेलो कसलाई बिजाउने फेरि ए छोड भने अझै रिसालन फेरि अहिले को उसको रिस फेरि थाहै होला। मान्छे नभएका त भ्याइदिन्छ अरे मान्छे राखिराख पछि मच्छर मार्दा यति हो भने बोरिङमा कति गहिरो होला यो होला गहिरो 100 कति 2 दिन मान्छे अट्टे हैन चप 1 बजा 2 दिन मान्छे 2 दिन मान्छे अट्टे 5 उठ्का त मान्छे भन्नु पैसा पाए पछाडी चापेर उ ए उ ए चाहिँ हिरोसिया भयो हिरोसिया दै डट्दा बिस त हुन्छ तर काटे पनि लाग्दैन कि त्यस्तो तर आयो भने यहाँबाट सट्टतिर खुट्टा नि आयो पुरमा पुग्यो 1 स्यापुरमा छ हेर ओ ओ यही हो सायद स्याप पनि हेर यहाँ पैसा एकचोटि 10 यहाँ बोकस छ दियो मलाई त डर लाग्छ यार। अब स्यापै स्याप छ नि यस्तो जङ्गल छ यार। यस्तो पुरै यो साइडको भ्यू हेर्नु पऱ्यो कि हजुरले पनि। अब गर्मी हो गया हेलो सो गाइज क्या मस्त मौसम भएको छ हेर्नु न। पछाडि मेरो चाहिँ बाहिर बजारमा काम पऱ्यो जाम बाहिर हेर्नु त गाइज यार क्या मोडिफाई गरेको छ क्या हाम्रो सनराइज स्कुलको पनि गेटलाई आजभोलि त क्या बना छ वाह। सो अहिले चाहिँ क्लास 11 को पनि क्लास लागिसक्यो होला सायद। हाम्रो क्लास 12 को त अहिले सिद्धिसक्यो 11 को पनि क्लास लागिहाल्यो। यो मन्दिर हेर्नु न गाइज यार पुरै डुबेको छ। यहाँतिरको सबै जमिनहरू पनि लगातार पानी पर्दैछ। नेपालमा फिस मार्केटको कमी हुन्न क्या यो हेर्नु। नेपालमा समुद्र छैन भनेर के गर्ने ठाउँ ठाउँमा यति खड्डाहरू छन् कि मार्केट बनायो हुन्छ कि ठाउँ ठाउँमा माछा यति पाइन्छन् कि छोडिदिनु। यहाँबाट कति पर्छ सरी 5 किलोमिटर अहिले पुगेर छु गाइस। यहाँ लोकेसन छ क्या फेरि मजा आउँदैछ गाइस। क्या दामी लोकेसन छ यार। इच्छा थिएन कि म यस्तो लोकेसनमा पुग्ला भनेर। पुल पनि रहेछ यहाँनिर पानी पनि यहाँबाट यसरी बगिरहेछ। घरहरू छैनन् सोचे त कि त्यहाँतिर बच्चाहरू खेल्दैछन्। सो यति छैनन् तर त्यहाँतिर बस्ती छ यो साइड। सो यो साइड कन्स्ट्रक्सन चल्दै हो सायद त्यसैले टिप्परहरू चलेछन्। सो गाइज अब चाहिँ घर जाउँ यार डर पनि लाग्दैछ अननोन प्लेसमा यसरी आउन यार डरै हुन्छ नि त। सो घरमा प्यारेन्ट्स पनि अब डर्नु होला। सो पानी पर्दैछ मौसम पनि खराब नै छ। सो लेट्स गो होम है गाइज। सो गाइज अहिले चाहिँ हाम्रो साँझ पनि परिसक्यो र अहिले चाहिँ टाइम 7:50 भएर रहेछ। एकछिन एक्सर्साइज गर्न जान्छु एन्ड आज एडिटिङ गर्न बस्छु। आजको लागि यति नै गरौँ। मिट यु इन नेक्स्ट ब्लग गाइज बाई। त्यो साइड होला चाहिँ भाइरल रोड हो मलाई कन्फर्म चाहिँ छैन।